केटो यहाँ छ छोरी भाग्यो लग्यो कसले भन्ने भएछ कि बाउचैले भन मेरो छोरी कहाँ छ अरे के थाहा मलाई भने टेन्सन भयो मसला परेको थियो कसले लग्यो सोभितले लगाएको छ अरे भनेर भन्यो होइन झन् सुट्यो होला मा झन्डक्क सुटेको मैले तपाईँको अस्ति मात्रै सुनेको थिएँ उहाँको श्रीमती भगवानी त तपाईँ नै भने मतलब हेल्प गरेको भगाएकै मैले भगाएकै तपाईँले होइन केटीलाई भगाइसक्यो जान्न भन्छ फेरि मजाले क्यारिम बोर्ड खेलेर बस्यो अरे केटी आयो मेरो बहिनीको साथी ऊ त भागेर आयो पोको बोकेर लक्की गर्ने नि जय होइन जय छैन साथीहरूसँग है अनि यसलाई त भवन पऱ्यो घरबाट आयो लगी हाम्रो वीरेन्द्र रमाल थाहा थियो अलरेडी वासँग लभ परेछ छ अनि वीरेन्द्र रमालकोमा लगी त्यति बेला मोबाइल सोबाइल थिएन घरमा फोन गरेँ जय हो भने त केटी भगाएर वीरेन्द्र रमालका लुगाइसके जय हो भने त घरै आएको छैन भन्छ केटीको बाउ चाहिँ अब जयले लग्यो के साल्नु पऱ्यो त थानगोड चेकबोर्डको थानामा के साल्न आएछ भगाएन के साल्न आएको त थाना अगाडि चिया मसला च्याएर भइरहेको छ कि हो कि बाउ चाहिँ कन्फ्युज के ल केटो यहाँ छ छोरी भाग्यो लग्यो कसले भन्ने भएछ कि बाउचैले अनि राति त्यसपछि राति भयो 9 बज्यो होइन घरमा फोन जय मान्यो यो के भन्छ त्यसलाई घर पठाइदे म लान्न तपाईँले बिचरा वाद चिया खाएर मान्छेले एक्कासी अनि फेरि राति 12 बजे वीरेन्द्रकोबाट फोन घरमा जय मान्यो माने छैन सबै मिलेर यसलाई सम्झाइरहेको छ केटी आइसो लानु पऱ्यो नि म जान्न लान्न त्यसलाई घर पठाइदे भन्छ केटी भागेर आइसो बिहान 4 बजे मेरो मामा थियो कर्ण मामा भन्ने होइन ऊ घरमा थियो मान्यो भने त माने छैन 4:15 फोन आयो कि जय मान्यो रे के ल त्यसपछि तिमीहरू कलङ्की आ म कलङ्की आउँछु भने कलङ्की लगेर अनि बस पनि ट्रकमा राखेर अनि माधवीसे पराएर बसेर पुऱ्याएको यिनीहरूलाई त्यसरी अनि यसको चाहिँ यसले केटी भगाएन केटीले चाहिँ यसलाई भगाएको कि भाउजू चाहिँ तपाईँको लागि क्रेजी है दुइटै क्रेजी त्यति बेला चाहिँ यो क्रेजी नभएको तर पछि त क्रेजी नै हो दाइलाई त अब के चिया खाइरहेको छु एक्कासी अब केटी भगाइ लागि भने ससुराले आएर कठाले समाने कठाले समान्थ्यो आर्मीको मान्छे होइन भन मेरो फिल्म स्टाइल के भन मेरो छोरी कहाँ छ अरे के थाहा मलाई भने तपाईँले पनि फिल्म स्टाइल दिनु होला थाहा छैन केटी भएर आइस साँच्चीकै थाहा छैन कि थाहा छैन सँगै त लाग्यो होइन मलाई दिनभरि त्यसपछि होइन कहाँको क्यारिन बोर्ड खोल्नु कहाँको चिया खानु होइन टेन्सन भयो मसला परेको थियो कसले लग्यो अर्कैसँग परेको थियो कि होइन त्यो पो टेन्सन भयो क्या दाइले भगाएको छैन थाहा भएन हो त अनि एउटा रामकुमार दाई भन्ने थियो क्या थानकोटमा रामकुमार केसी मलाई सबभन्दा पहिलोचोटि कराते सिकाउने मान्छे फेरि ऊ दाईलाई पनि हो अनि त्रिभुवन पार्क त्यहाँ हाम्रो घरसँगै होइन त्रिभुवन पार्क जुन छ नि अहिलेको हाम्रै घरकै मुनि हो क्या त्यही बेला त्रिभुवन पार्कमा चट्ट उपर खुट्टी लगाएर त्यो बेला सल्लाहघारी थियो क्या अलिक सानसानै थियो सल्लाहघारी अन्त म नि सानसानै थिएँ 16 वर्ष त थिएँ अनि उपर खुट्टी लगाएर अनि सुन्नु न अनि होइन सल्लाहघारी अनि अनि उपर खुट्टी लगाएर सोचेर बसी कसले भगायो होला अनि रामकुमार दाई अनि ओम प्रकाश श्रेष्ठ भन्ने थियो क्या अर्को साथी अनि त्यसपछि अनि उनीहरू आयो मभन्दा एकदम सिनियर दाई भन्दा नि एउटा हो तर मेरो चाहिँ पहिलेदेखि ठुल्ठुलो मान्छेसँग सङ्गत क्या अनि जाँदा होइन अनि त्यसपछि उसको अलिकति तोत्ले बानी थियो क्या अनि त्यसपछि ओइ त थाला यहाँ किन्न गऱ्यो होइन मिनालाई भयो मिना मेरो बुढीको नाम क्या मिनालाई भगाएर यार कसले दाई भने क्या सोभितले लगाएको छ अरे भनेर भन्यो होइन झन्डक्क सुटेको त है अरूले भगायो हुन्थ्यो आफ्नै दाइले भगायो भने त्यो त रिस उठ्छ नि हो नि मुखै छोडी मैले भन्न मिल्दैन होइन जस्तै मेरो फिङ्गो डाइलग जस्तै त्यो म चिनी चियापत्ती भनेको छु होइन दौडी घरमा होइन घरमा अनि मम्मी बुहार बसिरहेको छ दाइ खै भने होइन दाइ उहाँको त के अरे पछि बेलुकातिरको कुरो क्या के अरे उहाँ बानेश्वरी कहाँ त मिन भवन छ किन भन्यो भने होइन अनि के अरे वीरेन्द्र रमाल घरमा गएको छ अरे त्यो बेला अब बाइक साइक अब गाडी साडी थिएन अनि साइकल निकाल भने एकजना त्यो यादे भनेको साइकल थियो क्या त्यो पनि त्यो इन्डियन साइकल क्या त्यो यस्तो पऱ्यो क्या त्यो बुढा साइकल टाइपको यादे साइकल निकाल तिम्रो जाने भने होइन के भयो भनेर मम्मीले भन्यो होइन 16 वर्षको बच्चा बुद्धि भन्नु न त्यति बेला अनि त्यसै अनि के हो तँलाई भनेर भन्यो होइन अनि दाइले लग्यो भने त मिनालाई भगायो भने होइन उसले भगायो भने त तेरो लागि भगाएको जयन्ती पनि गएको छ अरे क्या बहिनी
अनि त्यसै ढुक्क भएँ भन्ने भयो क्या अनि पछि म रात पनि नमाने चाहिँ किन भने होइन अब भागेर आइसक्यो घरबाट सुटकेस बोकेर मलाई चाहिँ किन नभने भनेर रिसाइरहेको क्या म चाहिँ तपाईँको लागि भागेपछि त होइन अनि मलाई किन थाहा नदियो भनेर अनि त्यसपछि अनि रातभर निन्द्रा लागेन फेरि अनि बिहान 4:15 बजे अब 16 वर्षको उमेर होइन अब कर्णमान सिंह बस्नेतको छोरो अघि भनिहाल्यो 32वटा स्वाइनी भएको मान्छेको छोरो अलिअलि रगत आइहाल्छ अनि त्यसपछि अनि जुरोकै उठ्यो अनि खोइ तपाईँलाई चाहिँ कहाँबाट भाइको लागि चाहिँ म श्रीमती भगाइदिन्छु भने चाहिँ कहाँबाट कसैले भने कि होइन त्यसो होइन बहिनीसँग आइसकेछ म नि घरमै थिएँ होइन दाइ ऊ त भागेर आएछ के भन्नु भने त घरमा बिहा गर्दै लाग्छ भनेर भागेर आएछ भने ल के गर्ने ल त्यसमा अब यहाँ राख्न भएन म लिएर जान्छु जयलाई सम्झाएर लिएर भनेर दाजुभाइको माया हेर त वाह 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 वाह